नमस्कार साथीहरू, म डिबी सिलास राई। अहिलेको सरकारको गतिविधि देख्दाखेरि साह्रै नै मन रोएर आउँछ। देशमा एकदमै हाहाकार भएको अवस्था छ। देशमा डरलाग्दो एउटा हुरी तुफान आएको छ। काठमाडौँ, भक्तपुर, ललितपुरहरूतिर सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर सखाप बनाइसकेको छ। यही पालि यस्तो झरी बादल आइराखेको छ। ती सुकुम्बासीहरूको कस्तो हालत भयो होला। लगेर कुनै ठाउँमा राखेको ठाउँ पनि जेल खाउँ जस्तै छ भनिराखेको समाचार हामीले सुन्नमा आइराखेको छ। त्यहाँ गएर पत्रकारहरूलाई पनि समाचार सङ्कलन गर्न पनि दिइराखेको छैन। त्यहाँभित्र यति बिजोग भनेर हामी समाचार सुनिराखेका छौँ। सुकुम्बासीलाई सर्वनाश पारेर धनीहरूलाई मात्र बचाउने अवस्था देखा परेको छ भनेर धेरै व्यक्तिहरूको कम्प्लेन आइराखेको अवस्था छ। हर्क सम्पाङले एकदमै सुरुदेखि नै सुकुम्बासीलाई दुःख नदिनुहोस्, पीडा नदिनुहोस् भनेर बालन सरकारलाई एकदमै आग्रह गरिराखेको। यदि पनि सुकुम्बासीको पक्षमा सरकार हुँदैन भनेदेखि चाहिँ सरकार भएको र नभएको के अवस्था रहेर, होइन, के अर्थ रह्यो। बरु बालन सरकारले चाहिँ मार्ग प्रशस्त गर्नुपर्छ राजीनामा दिएर भन्ने कुराहरू गर्दै आउनु भएकोमा पनि अनि घन्टीका साथीहरू खनिएर हर्काको विरुद्धमा यति विघ्न नराम्रा अश्लीलताका शब्दहरू प्रयोग गर्दै गाली गलौज गरिराखेको अवस्था हामी सुनिराखेका छौँ। त हिजोदेखि केही दिनदेखि चाहिँ अन्य पार्टीहरूले, काङ्ग्रेस, कम्युनिस्टहरूले पनि मोर्चाबन्दी गरेको, 4वटा पार्टीले मोर्चाबन्दी गरेका छ। बालन सरकारको यो सुकुम्बासी खतम गर्ने कार्यको विरुद्धमा आन्दोलन गर्ने भनेर मोर्चाबन्दी गरेको समाचार आइराखेको छ। आज सुकुम्बासीलाई चाहिँ सर्वनाश पार्ने कस्तो सरकार आयो यो देशमा। अब यहाँ नक्सङ्कन नगरी बनाएको घरहरू पनि भत्काउने कुरा भइराखेको छ। नदी किनारमा बनेको घरहरू पनि भत्काउने, उठीवास लगाउने कुराहरू भइराखेका छ। हुकुमबासी चिन्नका लागि सुकुम्बासीहरूको सर्वनाश गर्नु पर्दैन थियो होला। एउटा कुरा के भनेको छ, अब हुकुमबासी चिन्ने, सुकुम्बासी सहीलाई चाहिँ सही ठाउँमा लाने भन्ने कुराहरू गरेर मलमपट्टि गर्न खोजिराखेको देखिन्छ। त हुकुमबासी चिन्नेलाई सुकुम्बासी सर्वनाशै गर्नु त पर्दैन थियो होला। यतिको 2/3 प्राप्त सरकारले है हुकुमबासी र सुकुम्बासी त घरलरी गएर वार्डमा गएर चाहिँ होइन सोधखोज गरेर अहिले यो कम्प्युटरको युग पनि हो, प्रमाण निकालिहाल्नु सक्नुपर्ने थियो। खै यो गरेका। त आज त्यसले गर्दाखेरि क्रिस्चियनहरूको चर्च, बौद्धिस्टहरूको गुम्बा भत्काउने कार्य पनि एकदमै प्रबल देखियो। तर हिन्दूहरूको मन्दिर चाहिँ फेरि भत्काएको देखिएन। हिन्दू मन्दिर चाहिँ भत्काएन, त्यो चाहिँ राखेको छ सुकुम्बासी बस्तीमा पनि। तर अरू सबै गुम्बाहरू, क्रिस्चियनको चर्च अनगन्ती भत्कायो भन्ने समाचार हामीले पाइराखेका छौँ। यो किन यसो भइराखेको छ त? यो किन यसो भइरहेको छ त? के क्रिस्चियनहरूको विरुद्धमा, सुकुम्बासीहरूको विरुद्धमा बालन सरकारले यस्तो काम गर्नुपर्ने हो त? यिनीहरू चाहिँ सुकुम्बासीको विरोधी, क्रिस्चियनको विरोधी हुन् त? किन यसो गरिराखेका छन् त? यदि पनि बालन सरकारले यस्तो सच्याएन भनेदेखि देश त सर्वनाशमा जान्छ होला नि त। यहाँ नेपालमा त सुकुम्बासी नै ज्यादा होला, होइन? धनी सम्पन्न भन्दा त सुकुम्बासी नै ज्यादा होला। 60% जस्तो, लगभग 40% होला धनर्दिया, 60% त सुकुम्बासीहरू नै छन्। नदीको किनारका सबै बस्ती हटाउनु त यहाँ मेचीदेखि लिएर महाकालीसम्म कैयौँ नदी किनारमा बस्तीहरू छन्, होइन र? मेची, माइनदी, रत्नखोला हुँदै गरेर सप्तकोशी किनारहरू, कमला माइनदी हुँदै धेरैवटा नदी छन्। र धेरै नदी किनारहरूमा घना बस्तीहरू छन्।
कि यो सबै उठीबास लाउने हो भनेदेखि चाहिँ के होला त देशको अवस्था। अब देश कुन दिशातिर जाँदैछ, राज्य कुन दिशातर्फ जाँदैछ त। महँगीले यतिकै आकाश छुएको छ होइन। डिजल, मट्टितेल, पेट्रोल जस्ता जिनिसहरूको यति बिघ्न भाव बढेको छ। खाद्य सामग्रीहरूमा, सागसब्जीहरूमा पनि हरेक कुरामा चाहिँ भाव यति बिघ्न वृद्धि भएर आकाश छुएको छ। देशमा यति सारा अप्ठ्यारो परिस्थिति आइसकेको छ। अनि त्यही माथि सुकुम्बासीहरूले झरी बादलमा घरबाट लखेटेर घर त्यो होइन, सधैँ सुकुम्बासी भएर केही नभएको अवस्थामा त सधैँ रहँदैन होला मान्छे त होइन। केही न केही कमाउँछ, विदेश जान्छ, कहाँ जान्छ, के गर्छ, अलिक कमाएर सुकुम्बासी बस्ती बसेर पनि कमसेकम छत ढलाइ गरेको घर 1 तले 2 तले 3 तलेसम्म घर बनाउन सक्छ मान्छेले, बनाइराखेका पनि छन्। अनि त्यस्तो घर गडमगडम भत्काएर होइन लाखौँ लाख करोडौँको क्षति गरिराखेको छ यो सरकारले। सानोतिनो क्षति छैन। मकै पलेर दाउरा बोकेर बेचेर के गरेर टोइलेट सफा गरेर के गरेर कमाएका पैसाहरू 1 पैसा 2 पैसा जोडेर कमाएको बनाएको घरहरू भत्काइदिएर जोडेको सर्वनाश पारिदिएर के देश साँच्चै नै धनी हुन्छ त, सम्पन्न हुन्छ त? यो देश सुन्दर, शान्त र समृद्ध नेपाल बन्छ त होइन। सबैतिर सुकुम्बासी त उठीबास लगाएर खेदाउने, लखेट्ने, एउटा जेल खानमा जस्तो लगेर कुनै एउटा कोठामा कोच्ने, अनि त्यही उता देशलाई चाहिँ अपार्टमेन्ट बनाउने, विभिन्न बनाउने। यसरी के धनी हुन्छ देश? बडो गाह्रो अवस्थामा अहिले पुगेको छ। बालन सरकारले आफ्नो बानी बेहोराहरू सच्याएन भने यो देशको स्थिति ध्वंस हुनेवाला छ। यो देश सर्वनाशतिर, यो देश तहस नहसतिर जाने अवस्था छ होइन। अब फागुन 21 अगाडि चुनावमा भोट माग्दाखेरि चाहिँ रवि लामिछानेले भनेका थिए, त्यो अर्को एकजना सुनार भन्ने व्यक्तित्वले भनेका थिए, कसैले डोजर लगायो भने सुकुम्बासी बस्तीमा हामी आएर छाती थाप्छौँ भन्दै भोट मागेका थिए। हामी धोका दिँदैनौँ भनेको थियो। बालन सरकारले पनि सुकुम्बासी हटाएर बाटो बनाउनेदेखि लिएर सहर बनाउने काम हुन सक्दैन, त्यस्तो गरिँदैन भनेर त्यसो भन्दै भोट मागेका थिए। मानिसहरूले चाहिँ छक्काएर चाहिँ भोट चाहिँ लिएका थिए। गडङगङ मानेको नै हो। अनि बालेन दाई हाई हाई, रवि दाई हाई हाई भन्दै यति बिघ्न भिड लागेको थियो। तर अहिले आएर दाँतमा ढुङ्गा लाग्यो, फलामको चिउरा चपाए जस्तै अवस्थामा यो बालन सरकारको शासन आइपुगेको छ। त्यसो भएको कारणले नेपालीहरू सजग भएर, अब सुकुम्बासीहरू सजग भएर यो होइन खोलाको किनारमा बस्ने हरेक सुकुम्बासी छ। धनी पूर्जा पाएकै छैन होइन। यी झापामा धेरै ठाउँमा धनी पूर्जा पाएकै छैन होइन। 40 वर्ष 35 वर्ष अघिदेखि नापजाँच गर्दै धनी पूर्जा दिने बेलामा सरकार फेरि नै के हुने, धनी पूर्जा बिनाको मान्छे सुकुम्बासी व्यक्तित्वहरू नै धेरै छन्। त्यसले गर्दाखेरि सुकुम्बासी लखेट्ने हो भने होइन, सुकुम्बासीको उठीबास लाउँदै आउने हो भने, यसरी पेल्दै आउने हो भने होइन, देशको स्थिति के चाहिँ हुन्छ होला है। देश त्यसै कारण अब धेरै अप्ठ्यारो परिस्थितिर पुगेको देखिँदैछ। एकदमै हामीले अब नेपाली जनताले, सुकुम्बासीहरूले सोच्ने दिन आइसकेको देखिँदैछ।